हाम्रो यात्रा राजकोटदेखि सुर्खेत जुम्ला हुँदैछ। घरमा छ यता खुसी भएर बस्नुमा छ। कसलाई भेट्न जाने हो थाहा छैन। दाजु पनि खुसी हुनु यता चाहिँ हाम्रो विज्ञान सर रामदाई हामी लगभग राजकोटबाट निस्किसकेको अवस्था हो। सन्चै कोष निकालेर कान्छीले भेटेर आउने रे सपिङ गर्ने कान्छीलाई। सन्चीको सोचेर कान्छीलाई पुरै मक्ख छन् बुढा हैन। हामी यहाँबाट चाहिँ मुभ भयो आरसिबी बजारदेखि तलतिर के दाजु एक जाओस् त। हाम्रो सेजल सरले सन्चै कोष निकालेर कान्छीलाई सपिङ गरिदिएर आउने कुरो भइरहेको छ। आउने कुरो भइरहेको छ। यो युट्युबमा जान्छ नि होइन? जान्छ ल युट्युबमा जान्छ। कान्छी भनेपछि आज मक्कै हो उहाँ चाहिँ। रोडमा आइपुगिरहेको छु। उताबाट चाहिँ गाडी अफिसको गाडी चाहिँ स्वीकृत गयो। म मानमा अफिस जान्छु। त्यसपछि चाहिँ सायद जुम्लातिर न्यु इयरमा जुम्लामा जाँदैछु। मानमा अफिसबाट म बेलुका हिँड्छु होला। मैले सन्डे भइहाल्यो। सन्डे एक दिन लिभ छ। सन्डे एक दिन लिभ गरेर मन्डे चाहिँ न्यु इयर मनाएर हिँड्छु होला। तपाईँले देखिरहनु भएको यो चाहिँ लालीघाट बजार हो। जुन बजार एकपटकको एकदम चर्चित बजार थियो लालीघाट। यो चाहिँ पुल यता एउटा अर्को पुल छ तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर पुल यो एकचोटि कालीकोटको एकदम भाइरल पुल हो यो। म ठिक्क अहिले कर्णाली हाइवेमा छु। अब यहाँबाट 5 मिनट जति हिँडेर अगाडि के छ त्यो हुल्म बजार आउँछ। हुल्म बजारमा गाडीको लागि वेट गर्छु। त्यसपछि मान्न जान्छु गाइज। हुल्म बजार आइपुग्यो। चिसो छ। चिसो भएन चाहिँ यसो डिउसु खाँदैछु। देख्नुहुन्छ एउटा माछा माछाहरू छ सुकाएको कर्णालीको असला माछा। पुरै असला होइन त यो। गाडी पुरिने अवस्था हो। यो कालीकोट जिल्लाको हुल्ममा कर्णाली हाइवे यस्तो छ। कर्णाली हाइवेको पारा हुल्म बजार। यहाँ माथि चाहिँ कालीकोटको चाहिँ एयरपोर्ट चाहिँ यहाँ छ। यहाँ माथि पोर्टबाट हुने ठाउँमा बनिरहेछ। यताबाट चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यो भन्दा फाइनली एउटा गाडी भेटियो। यो गाडीमा चाहिँ सबै लोकसेवा आयोग दिएको हाम्रै जुम्लाको चाहिँ भाइ बहिनीहरू सबैजना रहेछन्। एकदम रमाइलो भयो यो गाडीमा। यो गाडीको यात्रा हाम्रो तिनै आयोग दिएर आएका भाइ बहिनीहरूसँग हुँदै अगाडि बढिरहेको छ। रमाइलो गर्दै जाऊँ भनेर सबै आफ्नै ठाउँको भावनाले हामी रमाइलो गर्दै अगाडि बढिरहेका छौँ। मेरा
बादी पौडी दनादन गोबिन्दी पाइला मिलाई देउडा खेलौँ घुङ्गरु बजा चम्की छमाछम Mexico,